नर्मल डेलिभरीबाट जन्मेको बच्चालाई यदि कुनै कम्प्लिकेसन्स देखिएन भने 1 रात राखेर डिस्चार्ज गरिन्छ भने अपरेसन गरेर जन्मेको बच्चालाई 2 रातमा डिस्चार्ज गरिन्छ। चाहे नर्मल डेलिभरीबाट जन्मेको बच्चा होस् अथवा अपरेसन गरेर जन्मेको बच्चा होस्, बच्चा जन्मिने बित्तिकै आमाको छातीको छालासँग बच्चाको छालाको सम्पर्क गर्न एकदमै जरुरी हुन्छ, जसलाई हामी स्किन टु स्किन कन्ट्याक्ट पनि भन्छौँ। यदि आमालाई अप्ठ्यारो पर्यो भने बुवाको छातीको छालासँग पनि स्किन टु स्किन कन्ट्याक्ट गर्न सकिन्छ। स्किन टु स्किन कन्ट्याक्टले बच्चाको शरीरको तापक्रम नियन्त्रण गर्छ, हृदय गति र श्वास प्रश्वास स्थिर गर्छ, आमा र बच्चा बीचको भावनात्मक सम्बन्ध बढाउँछ, स्तनपान जसलाई हामी ब्रेस्ट फिडिङ पनि भन्छौँ त्यसलाई पनि बढाउँछ र डेलिभरी पछि आमामा हुन सक्ने तनाव र डिप्रेसन पनि कम गर्छ। बच्चा जन्मेपछि हरेक 2 देखि 3 घण्टा स्तनपान गराउनु पर्ने हुन्छ। बच्चाहरू कहिलेकाहीँ दिनमा 16 देखि 18 घण्टासम्म सुत्न सक्छन्, त्यही भएर बच्चालाई हरेक 2 देखि 3 घण्टामा उठाएर भए पनि खुवाउनु पर्ने जरुरी हुन्छ। हरेक स्तनमा बच्चालाई एटलिस्ट 15 देखि 20 मिनेटसम्म स्तनपान गराउनु पर्ने हुन्छ। यदि बच्चाले दिशा र पिसाब गरिरहेको छ र धेरै तौल लुज गरेको छैन भने उसलाई स्तनपानको मात्रा पुगिरहेको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। यदि बच्चाले जन्मेको 24 घण्टासम्म पनि पिसाब गरेन अथवा जन्मेको 48 घण्टासम्म पनि दिशा गरेन भने तुरुन्तै डाक्टरलाई खबर गर्नुपर्ने हुन्छ। बच्चा हस्पिटलबाट डिस्चार्ज हुन अघि कुनै हस्पिटलमा बच्चाको श्रवण जाँच अर्थात् हियरिङ स्क्रिन, मुटुको जाँच जसलाई हामी CCSD स्क्रिन पनि भन्छौँ अनि जन्डिसको जाँच पनि गरिन्छ। आजको लागि यति नै। अर्को भिडियोमा हामी नवजात शिशुको दिशा र पिसाबको बारेमा के कस्तो ध्यान पुर्याउनु पर्छ भन्ने विषयलाई लिएर आउनेछौँ। म डाक्टर उत्सव तिमल सिन्हा, बालरोग विशेषज्ञ।